भैरवी देवी ए हो जाने कतिवटा अनि यता माथि चाहिँ ए माथि नै जाउँ न अब जानी तिर आएन के फरक पर्दैन हराउँदैन हेलमेट पनि हेरिरहेको हुन्छ सब कुरा हेर कस्तो लाग्छ कुन देउता हो नुवाकोटको दरबार आइपुग्यौँ है हेर्नुहोस् दृश्यहरू हामी चाहिँ अब दरबार प्रस्थान र भैरवी देवीको नुवाकोट दरबार स्क्वायर र हामी साँच्चीकै नुवाकोटको एउटा ऐतिहासिक क्षेत्रमा रहेका छौँ र यस क्षेत्रमा हामी भैरवी मन्दिरको दर्शन गर्नेछौँ सुरुमा अनि हामी नुवाकोट दरबार पनि हेर्नेछौँ र यहाँदेखि तल पनि हामी प्राकृतिक मनोरम दृश्यहरू पनि देख्न सक्छौँ तल बजार पनि रहेको छ र यो विदुर नगरपालिका विदुर नगरपालिका पर्दो रहेछ र रमाइलो हुँदैछ जाउँ सँगै अब ओके हाम्रो मित्र साथीले त्यतिकै यहाँ हाम्रो नुवाकोटको रहस्य बुझेको थिएनौँ है यस्तो राम्रो रहेछ र पृथ्वीनारायण शाहले त्यही भएर नुवाकोट दरबारलाई एकदमै महत्त्व दिनुभएको रहेछ भन्ने जस्तो बुझियो अगाडि अगाडि हाम्रो मित्र जाँदै हुनुहुन्छ र सानो यहाँ मन्दिर आइपुग्छ होइन यो मन्दिरबाट अब हामी भैरवी मन्दिर देवीको स्थानमा हामी जाँदैछौँ र अहिले यो नुवाकोट दरबार चाहिँ सायद भूकम्पले गरेर होला यो पुरा निर्माण हुँदैछ र अब कति वर्ष पुरानो हो त्यो चाहिँ हामीलाई थाहा छैन
यहाँ बस्नलाई सुविधा दरबार सङ्ग्रहालय रिसोर्ट पनि रहेछ है। एकदमै मनोरञ्जन दृश्यहरू देखिन्छ यहाँबाट र हामी चाहिँ दरबारमा आइपुग्यौँ सरकारले सहयोग गरेर भन्दै रहेछ हो। हेर्नुहोस् पुरा निर्माण हुँदैछ कृष्ण मन्दिर जस्तो पार्टी यहाँतिर चाहिँ पुरै निर्माण हुँदैछ है। यता पनि नमस्कार, जय माता रानी। नुवाकोटको हामी अब भैरवी देवीको मन्दिरमा आइपुगेको छौँ र यतापट्टि नुवाकोट दरबार छ भने यतापट्टि भैरवी देवीको मन्दिर छ र यो चाहिँ एकदमै डाँडामा टुप्पामा रहेको एकदमै रमणीय ठाउँमा माताको मन्दिर रहेको छ र माता देवी नुवाकोटको भैरवी देवी चाहिँ यो नुवाकोट एरियाकै कुलदेवी भनेर पनि चिनिन्छ र शाह वंशहरूको कुलदेवी भनेर पनि चिनिन्छ र यसमा चाहिँ आफ्नो कुनै तान्त्रिक साधना र आफ्नो भैरवी साधनाहरू गर्नुहुने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण देवी हो। हुन त देवीको पीठहरू ठाउँ ठाउँमा छ तर यस्तो डाँडामा र ऊ भएको ठाउँमा यहाँ उत्पत्ति होस् या स्थापना होस् एउटा तान्त्रिक विधिले गरेको हुन्छ है। यो हाम्रो नुवाकोट राजाको पालादेखिको हो या पछिको हो त्यो चाहिँ मलाई पुरा ज्ञान भएन तर यहाँको मैले बुझेको थाहा पाएको अनुसारले चाहिँ मलाई चाहिँ गुरुजनहरूले ज्योतिष गुरुहरूले र एउटा धार्मिक गुरुहरूले चाहिँ भैरवी देवीको दर्शन गर्नुहोस् तपाईँलाई एकदम राम्रो हुन्छ भन्नुभएको भएर म यहाँ आज आइपुगेको छु है। अब हामी जाँदैछौँ र पूजाको सामग्री केही किनेर लग्नु पऱ्यो। मूर्ति निकाल्दैन। लाइनु जय माँ भैरवी देवी माता हजुरको दरबारमा प्रस्थान गर्नु। साल एकीकरण गर्नुभन्दा नि अगाडि गर्नुभन्दा नि पहिला पुरातत्वबाट अनुसन्धान गरेर हेर्छ है अब मल्ल काटिनु हो 600 वर्ष जति भयो भन्ने कुरो अनुमान छ। 1801मा चाहिँ पृथ्वीनारायण शाहले चाहिँ नुवाकोट विजय गर्यो अनि अब नुवाकोट विजय गरिसकेपछि चाहिँ पृथ्वीनारायण शाहले सातचल्ले दरबार बनायो। सातचल्ले दरबार बनाइसकेपछि अब 1845 घोषणा गरे पऱ्यो। 1845मा त अब रणबहादुर शाह राजा थियो त्यति बेला त बसन्तपुर दरबारमा चाहिँ राजनीति राखेर काम चलाएको काठमाडौँ होइन। त्यसपछि भोटसँग 1845 साल लडाइँ परिसकेपछि अनि यही बाटो भएर चाहिँ भोट जान लाग्दाखेरि भैरवी मन्दिरभित्र चिरेर चाहिँ रणबहादुर शाहले चाहिँ पागल गर्यो। मैले चाहिँ भोटलाई विजय गरिदिएँ भने हजुरलाई चाहिँ सुनको छाना राखिदिन्छु भन्ने पागल गरिसकेपछि 1849मा गएर भोटसँग सन्धि भयो। सन्धि भइसकेपछि 1849मा सन्धि भइसकेपछि रणबहादुर शाहको नामबाट सुनको छाना राख्यो, बहादुर शाहको नामबाट चाहिँ ढोका राख्यो, एकै दिन राख्यो। यो चाहिँ यो सुनापत्रबाट चाहिँ प्रष्ट हुन्छ। अब दरबार बनाएको चाहिँ अब 1801मा नुवाकोट विजय गरिसकेपछि पृथ्वीनारायण शाह आफैले चाहिँ 1819मा चाहिँ दरबार निर्माण गर्यो। अनि 1831मा आएर चाहिँ हिम गरेको। 1825मा गएर इन्द्र जात्रा दिनु गएर काठमाडौँ उपत्यका विजय गर्यो होइन। अनि 1831मा आएर हिम गऱ्यो। त्यसपछि चाहिँ अनि उहाँका छोरा नातिहरू चाहिँ गएर बसन्तपुर राजगद्दी राखेर राजघाट चलायो। शाहवंशभन्दा अगाडि मल्लकालको पालादेखि नै मन्दिर रहेछ। मल्लकाल को पालादेखि नै मन्दिर रहेछ होइन। शाहवंशहरू त यो मल्लकालीन हो किनभने
अब पृथ्वीनारायण शाहको त यो गोर्खा राज्य हो, त्रिशुलभन्दा पारिपट्टिको राज्य त यो त्रिशुलहरू त सबै गोर्खा राज्य हो। यो त चाइना बोर्डर, नुवाकोट त चाइना बोर्डर, नुवाकोट चाइना बोर्डर भइसकेपछि अब यहाँ राजा थिएन, नुवाकोट राजा थिएन। यहाँ त काठमाडौँ, भक्तपुर, ललितपुर तिनवटा राजाले चाहिँ एउटा कमान्डर नुवाकोट राखेर अनि यहाँको आयस्रोत उपत्यकाको तिनवटा राजाले बाँडेर राखे। अब पृथ्वीनारायण शाहलाई काठमाडौँ उपत्यका विजय गर्नुको लागि त पहिला त नुवाकोट लिनु पर्यो। पहिला नुवाकोट लिनको लागि त अब उनीहरूको अधीनमा त मल्ल राजाहरूको चाहिँ अधीनमा भनेपछि 1801मा चाहिँ नुवाकोट विजय गर्यो। 1801मा नुवाकोट विजय गरिसकेपछि 1819मा सातल दरबार बनायो। त्यसपछि 1825मा गएर इन्द्रजात्राज दिनु गएर काठमाडौँ उपत्यका विजय गर्यो। 1831मा आएर हेर्यो। विशेष गरी यो मन्दिरमा चाहिँ होइन चाडबाडको बेलामा मेला लाग्छ कि के छ यहाँको चाहिँ महत्त्व? चाडबाडको बेला त उसै भएको होइन। अब 9 दुर्गा, अब विजय दशमी टिकाहरू दिन, नवमी दिन यहाँ काठमाड हुन्छ, त्यो नेपाल सरकारबाट दिन्छ यसो रागो बोका होइन। अनि चैत्र पूर्णिमामा ठुलो मेला लाग्छ, सिरुरी जात्रा भन्छ। चैत्र पूर्णिमामा सिरुरी जात्रा। अब यहाँ लिङ्गोहरू छ, लिङ्गोहरू गाड्ने काम सिद्धिसकेपछि चतुर्दशी दिन लिङ्गो गाड्छ। चतुर्दशी दिन लिङ्गो गाड्ने काम सिद्धिसकेपछि अनि यो देउता मूर्तिहरू सबै बाहिर लगिन्छ। अनि पूर्णिमाको दिन चाहिँ यहाँ पूजाआजा गरेर चाहिँ अनि जालपाल देवी खटमा बोकेर जाने। अन्त त्यहाँबाट चाहिँ पूर्णिमा दिन गइसकेपछि अनि परिवार राति त्यहाँबाट चाहिँ 1-2 बजे फर्किन्छ। द्वितीया दिन बिहान यहाँ आइपुग्छ। अनि तृतीया दिन फेरि यहाँ मेला लाग्छ। भनेपछि अब यो चाहिँ दसैँमा चाहिँ यहाँ काठमाडौँ हुन्छ, भव्य पूजा हुन्छ ऋषि के पञ्चबली दिन्छ दसैँमा चाहिँ? दसैँमा त्यही हो, सरकारबाट दिन्छ चाहिँ राँगो दिन्छ, बोगा दिन्छ, हाँस दिन्छ है दसैँमा। अनि अब चैत्र पूर्णिमामा चाहिँ राँगो हुन्छ, बोका हुन्छ। हाम्रो दसैँको लागि फुलपाती पनि गोर्खाबाट यहीँबाट गोर्खाबाट फुलपाती त उहाँ लान्छ, काठमाडौँ हनुमान ढोका लान्छ। यहाँको फुलपाती चाहिँ यहीँ कोच गर्छ के, यहाँ पनि फुलपाती हुन्छ तर कोच घर तलेजु भवानी भन्ने कोच गर्छ। त्यहाँ जमराहरू राखिन्छ, दरबारमा पनि जमरा राखिन्छ होइन, सरकारी जमरा राखिन्छ। अब भैरवीको गएर चाहिँ पुजारी गरेर जमरा राखिन्छ, ठाउँ ठाउँमा छ जमरा राखिन्छ। अनि त्यसपछि फुलपाती दिन चाहिँ फुलको टोली लिएर चाहिँ फुल लिएर त्यो टोली ल्याइसकेपछि अनि तलेजु भवानी भन्ने जमरा घर, मूल जमरा घर त्यहाँ लगेर चाहिँ थन्काइन्छ। त्यहाँ लगेर थन्काइसकेपछि अनि टिका लगाइसकेपछि होइन, टिका दिन विसर्जन गर्यो। विसर्जन गरिसकेपछि अनि त्यहाँको प्रसादहरू चाहिँ जमराहरू चाहिँ पहिला त राजपरिवार हो, राजाको प्रतिनिधि, अहिले अब नेपाल सरकार प्रतिनिधि छ यहाँ। अनि उहाँ मार्फत चाहिँ हनुमान ढोका चाहिँ पुऱ्याउँछ। काठमाडौँबाट कतिको भक्तजनहरू आउँछन् अरू बेलामा चाहिँ? होइन, भक्तजनहरू आउँछ, बेला बेला आउँछ। अब काठमाडौँ आएर अब कतै इन्डियातिरबाट नि आउँछ। परासी चितवन भारी भयो, यही हो नि। मैले चाहिँ यहाँको सुनेको अनुसार चाहिँ अब एउटा शक्ति प्रदान गर्नुको लागि होइन विभिन्न ठाउँमा हाम्रो शक्ति पूजाहरू लिन्छ होइन, एउटा तान्त्रिक साधनाको लागि एकदमै राम्रो हुन्छ, आफूलाई शुद्धको लागि भन्ने पनि सुनेको थिएँ। त्यो त आफ्नो विश्वास हो नि, आफ्नो विश्वास हो त्यो त। आफूले विश्वास गरेन भने त विश्वास भएन नि त्यो। जब पुरा विश्वास चाहिँ आफूले लिनु, त्यसपछि त जुन चाहिँ भगवान्को भाषा गयो भने हामी त अब त्यही हो होइन। जुन चाहिँ भगवान् भाषा गयो भने हामीलाई त शान्ति हो, सुरत त्यही होइन मनोकामना। आफ्नो
मनोकामना पुरा होस् भन्नको लागि नै भगवान्को साथ जान्छ त्यो त आफ्नो विश्वास हो अब होइन पुरा भइरहेको छ अब भनौँ न ठाउँ ठाउँबाट चाहिँ भाकल गरेको हुन्छ मेरो यति काम चाहिँ पुरा होस् म फलानु चाहिँ पूजा दिन्छु भन्ने कुरो भइरहेको हुन्छ अब पञ्चबली पनि दिइरहेको छ ठिक छ अहिले जानकारी दिनुभयो धेरै खुसी लाग्यो र फेरि यस्तै हामी जानकारी लिन पाऊँ र नुवाकोटमा रहेको हाम्रो भैरवी देवी मन्दिर यहाँ यानि कि नुवाकोट दरबारमा यो डाँडामा र एकदमै महत्त्वपूर्ण शक्तिपीठ देवीहरूको अष्टमात्रका भैरवी र हाम्रो भनिन्छ पृथ्वीनारायण शाहको पालाभन्दा नि अगाडिको कहिले स्थापना भयो कतिखेर अब यहाँ पूजा भयो कसैलाई अहिलेसम्म थाहा छैन त्यसैले हजुरहरूलाई एउटा श्रद्धा विश्वास आस्था लागेको खण्डमा चाहिँ तपाईँ पनि नुवाकोटको दरबार नजिकै रहेको भैरवी मन्दिरमा चाहिँ तपाईँ आएर आफ्नो आस्थाले ढोक्न सक्नुहुन्छ किनकि एउटा उहाँले भन्नुभएको जस्तै फर्स्ट विश्वास हो सबभन्दा ठुलो आफ्नो आत्मसन्तुष्टि हो र हाम्रो नेपालमा एकदमै विभिन्न ठाउँमा शक्तिपीठहरू हुनुहुन्छ मठ मन्दिरहरू एकदमै छन् त्यसैले जहाँ गए पनि एउटा आस्था विश्वासले गए पनि त्यहाँ अवश्य नै हामीलाई कृपा प्राप्त हुन्छ है यही जानकारीको साथ म क्यामेराबाट बिदा हुन्छु क्यामेराम्यान सागर पोखरेल भाइलाई धन्यवाद यस्तो रहेछ यी नजिकको रहेछ कि अनि केटाहरू यतै बस्छन् भनेर त्यसको पाली त्यसो बोल्या हो कि त्यसले तपाईँ मलाई उ गरेको त त्यसले कहाँ हाम्रो कालिका स्थान कहाँ पुऱ्याउनु लाग्यो दरबारको लागि मात्र नगरेको छु अरूको लागि रहेछ कि यो बाटो यही गरेको कहाँ के देख्नुभयो रिसोर्टहरू थियो रिसोर्ट भन्नुभयो पहाडी ए म त उता पहाडीमा हेरेँ तर राम्रो रहेछ है राम्रो लाग्यो त्यतिकै पृथ्वीनारायण शाहले एट्याक गरेर हिँड्नु छ हेर्नु सुरेन्द्र दाई मलाई यो नुवाकोट दरबारमा भैरवी मन्दिर देवीकोमा दर्शन गर्न आउँदा लमजुङको एकदमै याद आएको छ एकदम रमणीय राम्रो ठाउँमा रहेछन् माता भैरवीको मन्दिर पनि र दरबार पनि एकदमै राम्रो र अहिले दरबारमा चाहिँ निर्माण कार्यक्रम हुँदैछ है र मन्दिर जाने ठाउँसम्म चाहिँ बाटो एकदमै राम्रो छ कुनै पछि बाटो छैन र माथिसम्म एकदमै सुविधा सम्पन्न गरेर पिच लगेको छ पिच चाहिँ बाटो चाहिँ यो अलिकति टर्निङ धेरै छ होइन अलि होस पुऱ्याएर जानुपर्छ र बिदुरे बजारबाट हामी चाहिँ मोटरसाइकलमा 5 मिनटमा आइपुग्दो रहेछ है र त्यहाँबाट पनि उता अझ भ्यू टावरहरू हेर्नु छ भने त्यहीँबाट पनि अझ हिमालहरू हेर्नु छ भने पनि जान सकिँदो रहेछ एकदम माथि र हामी चाहिँ भ्यू टावरहरू हेर्न पुगेनौँ फर्किहाल्यौँ होइन अब हामी तल बिदुरे उसमै गएर हामी खाना खान्छौँ र खाना खाइसकेपछि हामीले अब झर्ना जाने कि के गर्ने अब त्यहाँ तल गएर छलफल हुँदैछ मिटिङ बस्दैछौँ होइन मिटिङमा चाहिँ अब ठुलैको कमी कमजोरी भएको छ नुवाकोटको भैरवी मन्दिर चाहिँ ठुलाइले साह्रै मिस गर्नुभयो हेर्नुहोस् यति रमणीय डाँडाहरू छ है र शक्तिपीठ एकदम प्राकृतिक ठाउँमै बस्नुहुन्छ चाहिँ है र हामी चाहिँ कतिर आउँदैछौँ हाम्रो बटारे बजार बिदुरे बजार नुवाकोटको होइन अब त्यहाँ
जाँदैछ। पुजारी बाले त भन्नुभएको थियो यहाँसम्म आइसक्नुभयो, झर्ना धेरै टाढा पनि छैन, झर्ना पनि हेर्नु। र जाल्पा देवी भैरवी देवीको दिदी हो। जाल्पा देवी पनि तपाईँ 10 मिनटमा पुग्नुहुन्छ। हो त्रिवेणी धामले ठ्याक्क त्यहीँ हो भनेर देखाउनु भयो माथिबाट होइन। भैरवी देवीको मन्दिरमा चाहिँ हामी गएपछि धेरै कुराहरू जानकारी पनि पायौँ। मल्लकालीन राजाको पालादेखिको मन्दिर हो। त्यही भएर कहिले स्थापना भएको के भएको अहिलेसम्म कसैले बताउन सकेको छैन। र पृथ्वीनारायण शाहको पालाको मात्र भन्न मिल्दैन। पृथ्वीनारायण शाहभन्दा कैयौँ अगाडिको स्थापना भएको मन्दिर हो यो। मल्लकालीन पालाको भनेपछि त पुरै सक्यो। र सिङ्गो जात्रा चैत पूर्णिमामा चाहिँ भव्य सिङ्गो जात्रा हुँदो रहेछ। अनि खट जात्रा पनि हुँदो रहेछ। त्यो खट जात्रा चाहिँ देउताहरू खटमा लगेर जाल्पा देवी कहाँ पुरै है। र त्यहीबाट फेरि खटमा नचौँदै देवीलाई यहाँ माथि ल्याउनु पर्ने रहेछ। हामीले 80-84 वर्षको देउता चढ्ने यो के भन्छ भैरवी देवीको पुजारी मुख्य पुजारी बालाई चाहिँ आज भेटेनौँ, किनकि उहाँ सुतिरहनु भएको रहेछ। त्यही भएर निन्द्रा डिस्टर्ब गरेन। उहाँको छोरालाई चाहिँ हामी भेटेर कुराकानी गरेर हामी फर्केको हो है। रमाइलो गर्न जान्नुपर्छ अरे है। खास ढुस्सो भएर जिउन पनि हुँदैन होइन। एकदम हाँसी खुसी भएर जीवन बिताउनु पर्छ है। यसरी अब हामी साथ सपोर्टमा सधैँ भयो भने अगाडि बढिन्छ। अब कतिपय कुराहरू होइन आफ्नो प्राइभेट व्यक्तिगत कुराहरू हुन्छ। हामी चाहिँ अब ठ्याक्क बिदुरी चोकमा आउन लाग्यो होइन। आइसक्यो भन्यो पनि हुन्छ। यहीँबाट माथि जाने हो र यहाँबाट माथि सिधै तपाईँ बिदुरी चोकबाट पटारी हुँदै अलिकति तल यो बिदुरी चोक रहेछ कि है। यहाँको बजार एरिया र अब हामी